एउटा इन्डियन सिनेमा छ द एक्सिडेन्टल प्राइम मिनिस्टर भन्ने, जसमा मनमोहन सिंह कसरी प्रधानमन्त्री बने, उनलाई कसरी प्रधानमन्त्री बनाइयो र सोनिया गान्धीले मनमोहन सिंहलाई प्रधानमन्त्रीको कुर्सीमा राखेर पछाडिबाट कसरी 10 वर्ष इन्डियाको सत्ता सम्हालिन् भन्ने देखाइएको छ। नेपालको राजनीति अहिले जुन दिशामा बढिरहेको छ, यो ठ्याक्कै त्यही मुभीको स्क्रिप्ट जस्तै देखिन्छ। कुनै पनि पोलिटिकल पार्टीसँग आबद्ध नरहेका र आफ्नो पनि कुनै पनि पोलिटिकल पार्टी नभएका काठमाडौँका मेयर बालेन्द्र शाह एकाएक कसरी प्रधानमन्त्रीको उम्मेदवारका प्रत्याशी बने, उनलाई जेनजी आन्दोलन र जेनजी आन्दोलन पछि कसरी प्रयोग गरियो र उनलाई प्रयोग गरेर सबैभन्दा बढी फाइदा कसलाई पुग्यो भन्ने विषयमा आजको भिडियो केन्द्रित छ। बालेन्द्र शाह मेयर हुँदै कसरी प्रधानमन्त्रीको पदको प्रत्याशीसम्म बने भन्ने बुझ्नका लागि भू राजनीति र नेपाली राजनीतिलाई अलि बुझ्नुपर्ने हुन्छ। त्यसैले यो भिडियो अलि थोरै लामो हुन सक्छ, किनकि यसका लागि इतिहासमा जानुपर्ने हुन्छ। सूचना प्रविधिको विकासले 2010, 11, 12 तिर मान्छेहरूको जुन चेतना थियो, राजनीतिक चेतना, त्यसमा एक्सपोनेन्शियल ग्रोथ गर्यो, एकदम धेरै ऱ्यापिडली परिवर्तन आयो र जसका कारणले विश्व राजनीतिमा ठुला ठुला परिवर्तनहरू देखिन थाले र एउटा परिवर्तन हाम्रै छिमेकी भारतमा पनि देखियो। इन्डियाको राजधानी दिल्लीमा दशकौंदेखि परम्परागत शक्तिहरूले राज गर्दै आएका थिए, तर 2013 मा एकजना सामान्य मान्छे अरविन्द केजरीवाल जो सडक आन्दोलनबाट उठेका थिए, जनताहरूले उनलाई लगेर दिल्लीको मुख्यमन्त्रीको कुर्सीमा राखिदिए। 20औं वर्षदेखि दिल्लीमा राज गर्दै आएका परम्परागत शक्तिहरूको पत्ता साफ गरेर एकजना आम मान्छेलाई दिल्लीका जनताहरूले दिल्लीको मुख्यमन्त्रीको कुर्सीमा राखिदिए र छिमेकमा हुने यस्ता परिवर्तनको असर नेपालमा पनि पर्ने गर्छ र त्यही असरको परिणाम हो 2012-13 पछि नेपालमा खुलेका विभिन्न पार्टीहरू, बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी, रविन्द्र मिश्र लगायतका मान्छेहरूको विवेकशील साझा पार्टी र यस्तै अन्य थुप्रै पार्टीहरू देखिए नेपालमा पनि। तर ती पार्टीहरू त्यति सक्सेस हुन सकेनन्, किनभने पार्टी नयाँ थिए, नाम पनि नयाँ थियो, तर त्यसमा रहेका अनुहारहरू पुरानै थिए, जसलाई जनताहरूले देखिसकेका थिए, भोगिसकेका थिए। त्यसैले गर्दा नयाँ पार्टी खुल्ने बित्तिकै ती पार्टीहरूलाई जनताले पत्याएनन् र ती पार्टीहरू फेरि एकअर्कामा मर्ज हुने या पुरानै पार्टीमा मिसिने यस्तै सिलसिला चल्यो र कतिपय पार्टीहरू डोर्मेन्ट भए, ती पार्टीहरू त्यति सफल भएनन्। यी पार्टीहरू त सफल हुन सकेनन्, तर नेपालको राजनीतिमा सधैँ एउटा भ्याक्युम बनिरह्यो। नेपाली जनताहरू पुराना दल र पुराना नेतादेखि दिक्क भइसकेका थिए र उनीहरू कुनै एउटा वैकल्पिक शक्ति या वैकल्पिक नेताको खोजीमा थिए, जसको परिणाम हामीले 2022 को चुनावमा देख्न पायौँ। 2022 को चुनावमा विभिन्न ठाउँबाट स्वतन्त्र व्यक्तिहरूले जिते। धनगढीबाट गोपी हिमाल, काठमाडौँबाट बालेन्द्र शाह, धरानबाट हर्क साम्पाङ र त्यसै गरी 2022 मा नै रवि लामेछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमै ठूलो सफलता हात पार्यो। त्यो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो दल बन्न सफल भयो। रवि लामेछानेले यति छोटो समयमै यति ठूलो सफलता हात पार्नुको खास कारण उनको टिभीमा भएको लोकप्रियता थियो। अब टिभीबाट कसरी लोकप्रियता बनाइयो, उनका पछाडि को थिए भन्ने कुरा आज नगरौँ। नेपालमा रहेका